हो घुङजाउँ गाउँ लगभग आइसकेको छ। यहाँ माथि नजिकै हो। आज म यहाँ बस्छु अथवा हो त्यहाँ त्यो कुनामा चिलिमे बजार गएर बस्छु। त्यो अहिले फिक्स भएको छैन। एकैछिनमा म यो गाउँ पुगेर गाउँ घुमेपछि होइन अब त्यहाँ बस्ने अथवा त्यहाँबाट म त्यो चिलिमे बजार गएर बस्ने भन्ने निश्चित भएको छैन। सायद म गाउँ पुग्यो भने गाउँ पुगिसकेपछि त्यो निर्णय गर्छु होला। यदि यहाँ यो गाउँमै बस्ने कि अथवा त्यहाँ बजारमा गएर बस्ने भने यसो गाउँबाटै त्यो माथिको साइडहरू घुमेर त्यहाँबाट हुँदै हुँदै म चिलिमे बजार जान्छु होला सायद। त्यो तल खोलाबाट यहाँ माथिसम्म पुग्दा पनि लगभग 1 घन्टा हुन लागिसक्यो। चिसो भइरहेछ आनन्द। म चाहिँ त्यो डाँडा काटेर आएको। त्यो बाटो गाउँ हुँदै सायद म जस्तो रमाइलो ठाउँ रहेछ, आनन्द लागिरहेछ यहाँ आएर। यो खोलापारीबाट चाहिँ के अरे गोसाइँखुण्ड अथवा लाङटाङ ट्रेकिङको लागि यताबाट जान्छ भने अब हामी केरुङ नाका जानको लागि यताबाट जाने रहेछ। हाइड्रो पावर बनिरहेको छ। यो त्यहाँ सुरुङ खनेर सुरुङबाट पानी निकालेर उता खोलाको होला सायद। अनि हाइड्रो पावर सञ्चालन गर्नको लागि तयारी अवस्थामा छ भनौँ। हिँडाइ चाहिँ डह्रो नै छ, स्याहाँ सुसु भइरहेको छ। धुलो बाटो, गाडी हिँडेको गर्दो रहेछ। अनि पुरै धुलो गरेर आँखा रातो नरातो अनि नाक बुझेर एकदमै गाह्रो भइरहेछ। गाउँपालिका कार्यालय सायद के गाउँपालिका कार्यालय यहाँ चाहिँ रहेछ भने यताबाट अब केरुङ नाकातिर जान्छ भने बाटो यता गए पनि तपाईँ गोसोखुण्ड अनि लाङटाङ राष्ट्रिय निकुञ्जतिरको ट्रेकिङ रुटहरू यता रहेछ। जसमा चाहिँ यता केरुङ नाकातिर गइरहेको छु। तल बेसी भएर होला सायद एकदम गर्मी फिल भइरहेको छ। हिँड्न नि गाह्रो भइरहेको, त्यसमा कच्ची रोड अनि गाडी हिँड्ने होला धुलो उडेर हावा एकदमै लाग्ने। मैले पछाडि अब स्यापुर बजारलाई छोडेर म अगाडि गइरहेको छु चिलिमेतिर। सायद त्यो पुल नबन्दै पहिला यो टुनबाट सामान ओसार पसार गर्ने गर्थ्यो होला। अब यो पुल बनिसकेपछि यहाँ चाहिँ मान्छेहरू पुलबाट यो त्रिशुली नदीमा रमाइलो भइरहेको छ साथीहरू। जस मजा आइरहेको छ, उमङ्ग भन्ने कुरो यस्तै हो। म चाहिँ यतातिर जाने हो खासमा। अहिले चाहिँ म यो पुल एकछिन हेरेर मैले आएको। त्यो केरुङ जाने हाइवे छोडेर यहाँ माथि पुगिसक्यो। यति गाह्रो पनि अझै हो त्यो पोल्वको ठाउँ पुग्नुपर्ने छ। गाह्रो पो लास्टै। अथवा योभन्दा माथि केही पनि छैन, मानव बस्ती छैन अथवा अर्कै ठाउँमा डाँडा छ। तल खोजमा केरुङ जाने हाइवे छ। त्यही गर्दै गएको बेलामा छिटो हुन्छ होला। म चाहिँ त्यहाँ पुग्नुपर्ने हो। त्यहाँबाट सर्टकट गरेर माथि गएर फेरि यहाँ आउनु मान्दै यहाँबाटै छिटो होला जस्तो लाग्यो मलाई। त्यसो भएको हुनाले म यो बाटो हिँड्दैछु। माथि डाँडामा कुहिरो लागिरहेछ।
यस्तै उकालो चढ्दै माथि माथि जानलाई अझ रमाइलो। वाह कहाँ हो कहाँ आउने घन्टा जस्तो लाग्छ। हावा यति धेरै लाग्छ कि यहाँमा मान्छे बुढा जस्तो हावा लागिरहेछ भने त्यहाँबाट यति माथि हाइटमा आएर यति माथि हाइटमा आइसकेपछि गाउँ भेटेको छ। गाउँको नाम के हो यति माथि आइसकेपछि अब यहाँ गाउँ भेटेको छ होइन। तिर रहेछ क्या यहाँ एउटा गाउँ थियो। यो गाउँको सबै मान्छेहरू चाहिँ उता टिमुरीतिर काम गर्न जानु रहेछ। दिउँसो खासै कोही पनि नहुने रहेछ यहाँ चाहिँ। सबै मान्छेहरू उता काम गर्न जाने भएकोले अब म यहाँबाट अगाडि डाँडा उतापट्टि अरू गाउँ छ म त्यहाँकै जाने गर्छु गाडी गर्छु। अब त्यहाँ गएर हेरौँ। म चाहिँ यतातिर जाँदैछु। यो डाँडा उतापट्टि अरू गाउँहरू छ। टपबाट हेर्दाखेरि यो गाउँ चाहिँ यस्तो राम्रो देखिँदो रहेछ माथिबाट है। अब यहाँबाट म यो उकालो आएर यो डाँडा काटेर यहाँबाट उताको गाउँबाट अब म चाहिँ यतापट्टिको गाउँतिर त्यो डाँडा काटेर यतापट्टि आइसकेँ। यहाँको भ्यू चाहिँ यस्तो। यो गाउँ अलि छरिएको गाउँ रहेछ। अलि ठुलो गाउँ भनेको त्यहाँ माथि अलिकति ठुलो गाउँ हल्का अलिकति धुन्द्लो धुन्द्लो देखिएको छ हो त्यहाँ माथि। गाउँमा चाहिँ धाराहरू रहेछ। मलाई जसमा लागेको नि यो पानीमा कुन चाहिँ मिनरल छ होइन। एकदमै रातो रातो पुरै रातो पछि भनिरहेको छु मिनरल अन्त अहिले चाहिँ म पाचुङ भन्ने गाउँमा आएको छु। यहाँ चाहिँ यो यहाँको चाहिँ मूल पानीमा चाहिँ प्राय अब के मिनरल छ अब होइन। खास फलामहरू भित्र भयो भने त्यस्तो रातो पानी हुने गर्छ क्या। अब त्यस्तो पुरै रातो भइरहेको छ पानीले। यो चाहिँ पाचुङ गाउँ हो। म चाहिँ वहाँ उताबाट आएको त्यो उता डाँडाबाट उतापट्टि गाउँबाट यता आएँ। यो चाहिँ पाचुङ गाउँ। यहाँबाट पनि अझै म अगाडि जान्छु किनकि अँध्यारो भएको छैन अहिलेसम्म। त्यसो भएको हुनाले म यो पाचुङ गाउँ भन्दा पनि अझै अगाडि जाने कोसिस गर्छु। ल पाचुङ गाउँको आमा उहाँ चाहिँ पाचुङ गाउँको आमा उहाँले चाहिँ फोटो खिचिदिनु भन्नुभयो। त्यही भएर फोटो खिचिदिएको है त। म चाहिँ रसुवाको अरू ठाउँभन्दा पनि खासमा चाहिँ यो ठाउँ चाहिँ अलिकति विशेष अलि मिलेको जस्तो लाग्यो। यहाँभन्दा अझै त्यो पारि घुल्जेङ भन्ने क्या घुल्जेङ गाउँ भन्ने ऊ त्यो पर गाउँ जुन गाउँ देखिरहेको छ त्यो गाउँ चाहिँ घुल्जेङ गाउँ भन्छ। त्यो गाउँ चाहिँ अझै विशेष राम्रो देखिरहेको छ। यो ठाउँ चाहिँ अलिकति भौगोलिक चाहिँ अलि मिलेको लाग्यो यहाँ यो ठाउँमा चाहिँ। 3 बजिसकेको छ। अब म त्यो घुल्जेङ गाउँमा गएर बस्छु होला जस्तो। मेरो बासा चाहिँ त्यतै त्यो गाउँमा छ। कुराहरू भोलि हजुर देखाउने छु। हिँड्दा खुट्टा थाकिसकेको छ पुरै। सबभन्दा धेरै चाहिँ जमिन राम्रो उब्जनीवाला जमिन भएको ठाउँ चाहिँ यो गाउँमा चाहिँ रहेछ। यहाँ धान प्लस गाउँहरू राम्रो छ ठुलो एरियामा हो। बल्ल बल्ल यो गाउँमा पुग्यो होइन घुल्जेङ गाउँ। यहाँबाट तल भ्यू जस्तो देखिन्छ।
खै बल्ल बल्ल पुगेको। पुरानो एकदमै पुरानो इतिहास भएको गाउँ अनि रमाइलो ठुलो गाउँ चाहिँ रहेछ। यहाँ चाहिँ एकदमै ठुलो गाउँ, यहाँ चाहिँ पुरानो टाइपको घर रहेछ होइन, पुरानो टाइपको घरहरू रहेछ च्यालहरू। चाहिँ घुल्जुङ गाउँबाट अब म चाहिँ यो चाहिँ घुल्जुङ गाउँ भयो के अब यहाँबाट म यहाँ नबस्ने भएँ। म चाहिँ यो गाउँमा म नबस्ने भएँ होइन। अब यहाँबाट म यता चिलिमीतिर लाग्छु। अब चिलिमीमा तल गएर त्यहाँ बस्ने प्रोग्राम भयो। जसमा धेरै आवाज आउँदैछ यहाँ माथि बसेर फर्केर आयो घुमेर। चिसो लास्टै चिसो चाहिँ ठुलो रहेछ। तर त्यो गाउँमा त्यो मतलब बजारमा भन्छ त्यहाँ बजार गएर बस्नु भनेको त्यसो भयो भनेर उतातिर लागिरहेको छ। यहाँबाट अब कति लाग्छ टाइम, चिसो चाहिँ चिसो एकदमै हुँदैछ यहाँ। रमाइलो पनि भयो होइन। हावाले गर्दा चिसो। यो चाहिँ चिलिमी हाइड्रो ठुलो रहेछ। माथिबाट आउँदै गर्दाखेरि यहाँ टक्क लाली गुराँस फुलेको देखियो यहाँ चाहिँ। अनि यहाँ चाहिँ यो रिजर्भ वा ताल बनाएको रहेछ पानीको। यो हाइड्रोको लागि रिजर्भ पोखरी हो। यहाँबाट पानी गएर त्यहाँ हाइड्रोमा उत्पन्न हुन्छ लाली गुराँस। यो चाहिँ चिलिमी बजार। आज म यही बजारमा बस्छु।